गीत मार्फत दिइहाले। यसबाँकी पनि दुईटा लेखा रहे पनि ठिकै छ समयका बावजुद। यस पछाडि पनि हजुरहरूले माग गर्नुभयो भने बाँकी आउँदै गर्दा म स्टेजहरूमा आउने नै छु। हजुरहरूको माया पाएँ भने र मेरो परिचय मैले दिइहालेँ। म गाना गाइरहेको छु भनौँ, अलिकति 3वटा गीत मैले गाएकी छु। भ्युज नगइरहेको कारण म पछाडि परेकी छु। एउटा आर्थिक सर्टेज पनि र अर्को कुरा घरबाट सपोर्ट नभएर पनि हुनसक्छ, पारिवारिक स्थितिको कारण भनौँ। यस्तै भएर हजुरहरूकै माया पायो भने यसरी नै चिनिनेछु भन्ने आशा राख्दै अहिलेलाई छोटो समय उहाँ आदरणीय व्यक्तित्वले समय एकदम सर्टेज छ भन्नुभएको छ, त्यसैले पाएँ अहिलेलाई। थ्याङ्क यू।